आज हाम्रो चाहिँ 7 घण्टाको यात्रा सुरु भयो। रामपुरदेखि गुल्मी जाँदैछौँ माइती घरमा के माइती घरमा हामी चाहिँ हेऱ्यो। तर हाम्रो सजिलो बाटो चाहिँ खासै बनाएको के यो चाहिँ के अरे रेडीदेखि मासतिर बाटो बनाउँदै रहेछ कि अहिले बन्दै गरेको खत्तम रहेछ बिजोकै रहेछ नि बाटो त यो धुलो पछाडि धुलोले चाहिँ मान्छे चिन्न नै गाह्रो जस्तो भयो कि यो बाटो लास्टै धुलो छ। पीडित भयो आज चाहिँ हामी यति बेला यो रेडी भन्दा मासतिर छौँ पर्यटक सर र रेडीको बिचमा। यो 9 किलोमिटर बाटो लाग्यो। अगाडि देख्न सक्नुहुन्छ टिप्परको पछाडि पर्यो। खुब धुलो पायो त्यसले चाहिँ हामीलाई यसै गरी पछि बहुत गाह्रो भयो बिजोकै भयो नि भिडियो बनाउन नि पाइएन। अप्ठ्यारो बाटोमा चाहिँ यो चाहिँ सजिलोमा बनाएको यस्तै छ। आज त ठ्याक्कै लास्टै गाह्रो भयो तर रोडदेखि हिँडेर यहाँ आउन यति बेला चाहिँ हामी यो वीरबास पर्यटक सरभन्दा अगाडि वीरबास रिङदातिर आइपुग्यो। चाहिँ बाटो पिच देख्दा पनि रहर लाग्यो कि खुसी हुँदै थियो। बिचमा चाहिँ खुसी भएर हिँड्दै थियौँ हामी छिट्टै भएको थियो चाहिँ। अब पुतलीको जाने तम्घा चाहिँ पुग्यौँ पुतलीको जाँदै त्यसपछि हामी यहाँ के भन्छ अर्खलेमा आएर रोक्यौँ एकछिन आराम गर्ने भनेर। अनि के अरे यो एकछिन धुलो टकटकी आउन लागेर कि हामी चाहिँ आराम गर्ने भनेर पानी देख्यौँ हात खुट्टा धुयौँ एकछिन बस्यौँ चाहिँ रोक्यौँ हामीले। एउटा कुरकुरे र उस लिएको थियौँ उहाँले चाहिँ त्यो धुलो बाइकमा के त्यत्रो धुलो जम्मा भएको मेरो नाम लेख्दै चाहिँ भिडियो बनाउँदै ए हान्यौँ आउनु लेखिदिनु भएको छ कि मेरो नाम भन्दै हुनुहुन्छ। अब धुलो हेर्नुहोस् है झोलामा कति धुलो छ। धुलो टकटक्याउँदै हुनुहुन्छ झोला मात्र अरे यहाँ सबै बिजोकै छ नि धुलो त के कुरा गर्नु साथीहरू। अब राम्रै छ यार मेरो भिडियो खिच्दै लास्टै धुलो के लास्टै साह्रो हो हिँड्न साह्रै गाह्रो। छोरी चाहिँ यहाँ धारामा खुसी पानी खेल्न पाएर खै तपाईँ कति धुलो हुनु भएको छ बनाउनु पऱ्यो नि बाइकमा हिँड्दाखेरि चिसो हुन्छ भनेर हो कि यो चाहिँ मैले अनि उहाँको हेर्नुहोस् है यो बाटोमा धुलो ओहो हात शरीर टाउकोमा त्यहाँ कति धेरै धुलो जम्मा भएको थियो कि प्यान्टमा चाहिँ देख्दा थिएन त्यो कलर चाहिँ लास्टै थियो। बाइक हेर्न सक्नुहुन्छ बाइक हेर्नु कति साह्रै छ धुलो त हो के कुरा गर्नु यति साह्रै धुलो पनि हुँदो रहेछ। अनि ए धुलो टकटक्याउँदै हुनुहुन्छ धुलो टकटक्याउँदै हुनुहुन्छ कि उहाँले चाहिँ मजाले धुलो हेर्नुहोस् कति गएको छ कति धुलो उडेको छ कि यहाँ चाहिँ धेरै कपाल बनाउनु सफा गर्दै हुनुहुन्छ मजाले। हेलमेटले ससुराली जाने नक्कल पार्दै हुनुहुन्छ अलिअलि हेर्नुहोस् है। एउटा यो करेन्टको कुरकुरे केरा चाहिँ हामीले बाबालाई बसेर खाना भनेर तर धुलोले गर्दा कहीँ बसेर खाने जस्तै रहेनछ हामी चाहिँ। अनि यहाँ बल्ल अर्खाले तम्नासके अगाडि आएर बसेर खान थाल्यौँ खानु हुँदैछ। अनि केरा हामी चाहिँ त्यहाँ बसेर खायौँ। ठुलो भन्ने मक्ख पर्नु भएको छ क्या उहाँ फेरि कुरकुरे ठुलो पऱ्यो भनेर। अनि नानी चाहिँ पानी खेल्नु पऱ्यो मक्ख परेर पुरा केही खाएकै छैन। अन्त मन्दिर थियो मन्दिरमा दर्शन भयो बाबासाथी हामीले गऱ्यौँ। दर्शन गर्दै हुनुहुन्छ घन्टी बजाउँदै हुनुहुन्छ। छोरी पनि खुसी भएकी छन् घन्टी बजाउँछु भनेर रोइथिन् कि अनि फेरि घन्टी बजाउन दिनुभयो ऊ बजाइन अब चाहिँ खुसी भयो हामी पनि। त्यसपछि हामी अब फेरि अब सकियो एकछिन बस्यो आराम गऱ्यो फेरि जानु पऱ्यो बाटोतिर त लाग्नु पऱ्यो माइतीमा नि त। अब हामी त्यहाँबाट हिँड्न लाग्यौँ विश्वकर्मा बाबा। त्यसपछि हामी लज्जामा अब यहाँ एकछिन बसेर अब चाहिँ जान लाग्यो। फेरि छोरीलाई टोपी सोपी लगाइदिएँ इन्सिटरहरू लगाइदिएर फेरि अब धुलो चाहिँ त्यहाँबाट लाग्यौँ अर्खलेबाट फेरि यता इस्मातिर हिँड्यौँ है। हामी चाहिँ त्यो पारी देखेको 9 किलोमिटर रहेछ पढाएको स्कुल हो नि छ यो थाहा तिमीलाई हो मैले पढाउने स्कुल पहिला
दिनदिनै हिँड्ने मान्छेलाई के छ अरे यो बाटो जाम छ नि अझै हामीलाई चाहिँ आधा घन्टा लाग्छ कहिले हिँड्ने भएर गाह्रो प्लास्टिक खतमै रहेछ अब त्यही भने पहिला तलब गरेर गर्ने भनेर नगरेको रहेछन् कि हिजो त खालि थियो कि तलब थिएन यति बेला चाहिँ खुसी भएर अब हामीले यसरी बाइक रोक्यौँ है अनि आइपुग्यौँ अब चाहिँ घर गइपुग्यौँ छोरीले काफल खाँदैछन् नास्ता खायौँ हामीले त्यो चाहिँ भिडियो बनाएन हाम्रो काफल खाँदैछन् कि त्यस पछाडि म चाहिँ यो किम्मोमा गएर सब भाइ बहिनी छोरीलाई किम्मो टिप दिँदैछु खुब खुसी हुँदै खाँदैछन् कि तिनीहरू किम्मो कति राम्रो राम्रो ठुल्ठुलो गुलियो कि मजाले खान्छन् पालो पालो खुवाइदिँदैछु खुसी भएर खाएका छन् तिनीहरूले चाहिँ है